नमस्ते जोरले वेलकम टु माई च्यानल लाइभ भनिरहेको के बोल्नु पनि नआएको अनि सबैजनालाई स्वागत छ। आज हामी चाहिँ होलीको तयारी गर्दैछौँ। हामी चाहिँ आज सबै उतिर परतिर फ्यामिलीहरू मिलेर चाहिँ उता होली मनाउन जाँदैछौँ। हाम्रो यहाँ तयारी गर्दैछन् किचनमा हाम्रा इम्प्लोइहरूले हुनुहुन्छ सबैजना। हामी चाहिँ सबै फ्यामिली मिलेर ट्राई जानु चिकन गाइस। यो चाहिँ सुँगुरको मासु अनि यतातिर मेरो भाइहरूले गर्दै ला नयाँ कुक भर्खर हायर गरेको हामीले। यो चाहिँ नयाँ कुकै गाइस भर्खर हायर गरेको। यतातिर तयारी हुँदैछ। टोइलेट गई अनि यहाँ चाहिँ छ्यामाले चिकन बनाउनु हुँदैछ। सबैजना मिलेर चाहिँ यसरी जाने हेर्दै गर्नु होला है गाइजहरू। हाम्रो उगारी होली ह्याप्पी होली भेन ह्याप्पी होली दिदी सर दिदी ह्याप्पी होली भन्नु न। ह्याप्पी होली ह्याप्पी होली। हामी चाहिँ यसरी जाँदैछौँ तयार भएर। हाम्रो अङ्कल र छ्यामाको चाहिँ लाउनु मिल्दैन यसरी। थ्याङ्क यू माइजू। तयार हुँदैछ फ्यामिली ग्यादरिङ गर्नु लागेको त्यही भएर यसरी सबै तयार हुँदैछौँ। ह्याप्पी होली सबैजनालाई। ह्याप्पी होली। लाकुरी भन्ज्याङ जाँदैछु। सबैजना तयार हुनुभएको छ। यहाँ चाहिँ म नि तयार भएर यसरी हिँडिरहेछु। गाइस जानु लाग्यो ट्याक्सीमा। मासु तयारी हिँडेको फ्यामिली ग्यादरिङ गर्नुलाई। ह्याप्पी होली भन्नु त सबैले। ह्याप्पी होली ह्याप्पी होली भाइ ह्याप्पी होली दिदी ह्याप्पी होली। हामी चाहिँ यसरी गाइस जाँदैछौँ। मेरो भिडियो नबनाइदिनु अहिले पर्खिन्न एकछिनतिर। क्यामेरा पनि आइफोन 16 भए पो राम्रो आउँछ गाडी। म तपाईँलाई गिफ्ट दिएला नि कुनै अनबक्सिङ गर्ने बेला भिडियोमा बनाइदिनु। यसरी जाँदैछौँ सबैजना भएर। यता दिदी हुनुहुन्छ भाइ
हामी चाहिँ यहाँनिर लाकुरी भन्ज्याङ जाने ठाउँको आदिमा आइपुगेर यसरी गर्दैछौँ, ब्लग बनाउँदैछु। यस्तो छ गाइज, बाटो चाहिँ बपाल रहेछ है। यतातिर त आएको थिइनँ। यहाँ चाहिँ गाडी, यहाँ हाम्रो भाइ हुनुहुन्छ ड्राइभर माइलो गाडी चलाउँदै होइन। अङ्कल तपाईँको भेषको म बिग फ्यान अङ्कल, यता हेरिदिनु त एकचोटि। यो चाहिँ मेरो भाइ हो। यस्तो छ बबाल छ, बाटोहरू राम्रो रहेछ। ह्याप्पी यसरी थकाइ मारेर अब हाम्रो यात्रातिर निरन्तर लागिरहेको छौँ। हेर्दै गर्नु होला, हामी चाहिँ देखाउँछौँ। हामी यसरी जाँदैछौँ, रमाइलो हुँदैछ। तपाईँहरूको होली कस्तो हुँदैछ? सुँगुरको मासु बोकेर हिँडेको छु। सुँगुरको मासु लिएर चाहिँ, सुँगुरको मासुमा पल्किने मगर नित्रे ढल्किने हो होइन। अनि यसरी जाँदैछौँ। कस्तो लागिरहेको छ गाइज? एकदम कस्तो लागिरहेछ माइजू? भाइ कस्तो लागिरहेछ होली? एकदम बाबा। मेरो च्यानललाई सबैले सब्सक्राइब लाइक गरिदिनु होला। हाम्रो होली रमाइलो हुँदैछ। यसरी हामी चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ हेलो, हामी चाहिँ यसरी गइरहेछौँ गाइस, रमाइलो हुँदैछ। आज चाहिँ हामी सबै ग्यादरिङ त खोल्नै आउँदैन मलाई, भएर मनाउने के गर्यो अहिले हिस्सीले दिन्छ हौ। यसरी बल्ल बल्ल वर्ष दिनमा आएको चाड मनाउनै पर्यो रङ्गी चङ्गी भएर। मेरो भ्लगलाई सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइजहरू। गाइज यो लाकुरी भन्ज्याङ जाने बाटोको चाहिँ यस्तो रहेछ, कालो ओह्रालो कति सानो बाटो। बाटो त डेन्जर नि हो। हामी चाहिँ लाकुरी भन्ज्याङ आइसक्यौँ होइन। यता हुनु यस्तो छ, यस्तो लाकुरी भन्ज्याङ आएर हामी चाहिँ यतातिर हुँदैछौँ। ए बोनतोरी यो हाम्रो सानो हाई भनिदेऊ न, हाई गर्दै त हाई हाई गरिदेऊ न। यहाँनिर डल्ली माइजू यता आइज, यहाँ मेरो भ्लगमा बोल भाइ, यहाँ आइज न। जाङ चाहिँ यस्तो छ है गाइज। आमा बबाल देख्दो रहेछ नि हौ काठमाडौँ त नि राम्रो अस्ति नै कस्तो दामी। आइज मान्छे देखिने हेलो हेलो गर्दै त अङ्कल खै। लाकुरी भन्ज्याङ आइछु, लाकुरी भन्ज्याङ होइन सल्लाहको भन्ज्याङ रहेछ है। यहाँ हाम्रो आफन्तहरू सबैजना यस्तो हुनुहुन्छ। यहाँनिर चाहिँ हाम्रो यहाँ खानेकुरा पोको पतिर माइजूहरूसँग यहाँ हाम्रो धेरै अलिक ठुलो बजेटको चाहिँ उता छ। यहाँ हाम्रो सानो बजेटकोहरू चाहिँ सानो बजेट हो। यो मेन गरी यहाँनिर दुईजना
ओछ्याको मिलेन ओछ्याको मिलेन खोइ सेउलाहरू छोरीको यहाँनिर यहाँ गाइजहरू यो बाहिरको कभर देखेर जज नगर्नु होला यहाँभित्र मासु छ मासु यहाँनिर मेन गरे फिर भएको नि त्यसलाई मलजल नपुगेको भएको चाहिँ राम्रो भएको छ भने ल यो ठुल दाजुले चाहिँ मेन गरे ल हाम्रो चाहिँ यसरी हुँदैछ अब सबैले भाग लाएर चातर चुतुरबाट खाएर यहाँनिर चाहिँ तास खेल्ने हुँदैछ ह्याप्पी होली होली कस्तो लागिरहेको छ भाउजू हेर्नु त त्यहाँ उफ्यालेर राखेको ह्याप्पी होली गाडीभित्र राख्नु माइजूलाई ए भाइ नगर्नु न त्यस्तो एकछिन बनाउँछु क्या कस्तो त्यो पानी नहाल यो चाहिँ गाइस 50,000 को माल हो है माल हो मेन माल चाहिँ यो मेन माल यहाँनिर अडेरी चढाउनु यहाँ गाइजहरू हाम्रो कभर देखेर जज नगरिदिनु होला यहाँ हाम्रो माल छ माल है गाइज देखाउनु कस्तो भाइब्स आइरहेछ छ्यामा कस्तो भाइब्स आइरहेछ यही बारेर खाने हो त्यही भएर त हामी थप्ने भनेको हो नि अनि अब के गाइजहरू यो चाहिँ हाम्रो यतातिर पार्टी सार्टी हुँदैछ होइन अनि यहाँ मासुवाली म मासुवाली भन्नु न छ्यामा म सुँगुरको मासुवाली भन्नु न छ्यामा भन्नु न म सुँगुरको मासुवाली भन्नु न भन्नु न म सुँगुरको मासुवाली है सुँगुरको मासु उता चिउरावाली भुजान छेउछेउ खै म उता सबैलाई देखाएर पानी लिनु जाने त के लाउँछ यो उहरु पनि लाउने हो यहाँनिर गर्थे चिया सारो तिमीलाई ओ 3 2 ए भेना अंकल चिसोहरु भाग्नु एक्सन एक्सन फोटो खिचाइ हो यो नै याद हो के यता जुम यस अर्को तन्ती दिन्दा म यो लगाउँछु छोरा यसपालि कहाँबाट पानी हाल्ने गाइस हामी चाहिँ हेर मेरो यस्तो त मर्छ पक्क घर धरा है मुनिबाट कस्तो हावा है कोइनी के त हावा चले अनि पहिला घरमा हावा हड्डी चपाको
सकिन खोइ के भयो मलाई थाहा छैन हाम्रो कोठालाई ठिक्क हुन्छ कोठालाई ठिक्क भएन नि त्यो मोबाइलको साउन्ड सानो छ कि भेन त्यो फोनको साउन्ड सानो छ कि भयो प्राइजहरू होइन 2000 तिरेको चाहिँ अलिक मासु हालेर खाँदैछन् 1500 तिरेकोले अलिक छाला हालेको छ म 500 तिर्नेर हड्डी मात्रै दिएका म 500 तिर्नेर हड्डी मात्रै दिएका छ यो चाहिँ म 500 तिर्नेको सुँगुरको हड्डी मात्रै दिएको छ 2000 तिर्नेले सबैले खाए 1000 तिर्नेले चाहिँ माइजू 1000 तिर्नेले छालासम्म भेट्टाए हेर्दैहरू गर्नु होला गाइज हाम्रो चाहिँ यस्तो हुँदैछ आज सबैजना आफ्नो आफ्नो फ्यामिली मिलेर 17-18 जना सबैजना हामी चाहिँ गाइज खाइसकेर अहिले होइन टोइलेट खोजेकोमा छौँ गाडी खोजी गर्दैछौँ हिँड्दैछौँ अनि हाम्रो चाहिँ आज बाबाले रमाइलो भयो होली तपाईँहरूको कस्तो भयो यता चाहिँ जङ्गल लेक रहेछ लेक साइड पर्दो रहेछ र बाबाले रमाइलो भयो मजा आयो जिन्दगीमा यो चाहिँ मेरो बुइनी हो टिम्मु खै टिम्मु सल्लाह रहेछ है चुबारको डाँडामा आधी केजी मासु त दाँतैमा अड्किन्छ हौ गाइस मेरो त छ्या मासु खानु चाहिँ ठिकै हो दाँत अड्किँदै मजा आयो त्यो जानु मिल्छ कि मिल्दैन थाहा छ गाइस यस्तो चाहिँ हामी पहाडमा हुँदाखेरि टिप्थ्यौँ अनि टिपेर यस्तोबाट यो निकालेर अनि सिटी फुक्थ्यौँ सुई बनाउँदै बाह्र गोठाला जाँदा कतिको थाहा छ गाइस तपाईँहरूलाई कस्तो लाग्छ के पो भन्छ यसको नाम चाहिँ खै काँडा यति निकाल्थ्यौँ नि हामी यस्तो गर्थ्यौँ रेनुसा हामी चाहिँ आज होली थियो अनि त्यही भएर सबैजना फ्यामिलीहरू घुम्न आएको थियौँ लाकुरी भन्ज्याङमा होइन चिसो रहेछ गाइसहरू अनि यता चाहिँ सल्लाह रहेछ मलाई हामी चाहिँ भर्खर खाएर अनि अहिले वासरुम गएर आएको बाटोहरू पनि रमाइलो रहेछ गाइसहरू तपाईँ पनि आएर इन्जोय गर्नु होला तास हुँदैछ तासको यहाँ जुटपत्ती कि के हो निशा नाचौँ छिटो खाएर हो मस्त कोही उता पाइखाना गएर आउँदैछन् ढलक पाइखाना गएर आउँदैछ कोही यतातिरको पिकनिक सकिएकै छैन यता मामा हुनुहुन्छ यता भाइ कस्तो भयो भाइ आजको होली टोलीहरू चाहिँ नाच्नु आएको अरे ड्राई पिक्ने तास खेल्दैछ तास खेलेको भए त घरमै खेलेको भए भइहाल्थ्यो हेर तास खेलेको होइन तास नेपालमा इलिगल छ ओए तास नेपालमा इलिगल छ त सूरज डुबाएर तो घुटने से के मारो रम
बम्बु संसार ब्लॉग बनाएको पनि राम्रो हाम्रो चाहिँ यहाँनिर होली चलिरहेछ यी भर्खरै खानपिन सकेर रोसी बेदा हेर त आमामा यता माइली मुखिनी के छ हो राम 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 चिनेन है मैले साइलाई अलि पुगेन यो मान्छेको त मैले चिनेन त राम 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 आमामा अनुहार मात्रै सेतो देखाएछ त आँखा लाइदे राम राम यो साइला दाइला त के हो चिन्ता छुँदैन साइला राम म भने त नि रङ्गिस होइन होलीको टी सर्ट ला भने राम त्यो त आँखा मात्रै सेतो फोटो खिचौँ न फोटो चाहिँ राम राम यहाँ चाहिँ आमा छोरा खेल्दैछ होइन उता नयाँ मान्छेलाई लगाइदिनु न उताबाट आउनु होली लगाइदिनु न भाउजू उता हुन्छ त नि यता सबै फोटो भयो
ल बस्नु त हो म खिचिदिन्छु ल राम ठुल टटक्क भएर बसेछ त ल अब यहाँनिर होली मनाइसक्यो कस्तो भयो दिदी होली एकदम रमाइलो होली मनाएर हामी चाहिँ घर हिँडेको गाइस मेरो भ्लग सबैले लाइक अनि कमेन्ट सब्सक्राइब गरिदिनु होला बबाल रमाइलो भयो लाइक धन्यवाद परेर बबाल भयो लास्टमा चाहिँ पानी पर्यो है हिजो बेलुका पनि परेको थियो पानी परेर गइसक्यो त पुरा इन्द्रेणी कति राम्रो लागेको इन्द्रेणी उ त्यहाँ कस्तो मजाले लाग्यो हामी चाहिँ होइन आज होली खेलेर अनि सक्यो बाई बाई आजको होली भयो बबाले रमाइलो भयो हाम्रो त्यहाँ बेटा छन् त्यहाँ पनि रमाइलो भयो तपाईँलाई आजको होली कस्तो लाग्यो सबैले फुल भिडियो हेरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि तपाईँहरूको होली कस्तो भयो कमेन्ट गरिदिनु होला बाई बाई।